जो केटीहरू धेरै रुन्छन् नि उनीहरू कमजोर भएर रोएका हुँदैनन्। प्राय उनीहरूभित्र 4वटा कुराहरू लुकेका हुन्छन्। पहिलो, उनीहरूको मन अरूको भन्दा अलि बढी नै कोमल हुन्छ। त्यसैले सानो सानो कुराले पनि उनीहरूको छिट्टै चित्त दुख्छ। तपाईको नमिठो बोली, तपाईको नराम्रो व्यवहार वा गरेको व्यवस्थाले उनीहरूलाई गहिरो असर पार्न सक्छ। दोस्रो, उनीहरू धेरै ओभरथिङ्क गर्छन्, तर यो उनीहरूले जानी जानी गरेको हुँदैनन्। एउटै कुरालाई बारम्बार सोचिरहनु उनीहरूको बानी बनिसकेको हुन्छ, जसलाई उनीहरू आफै पनि सुधार्न चाहन्छन् तर सकिरहेका हुँदैनन्। तेस्रो, उनीहरू मान्छेसँग धेरै छिट्टै इमोसनली जोडिन्छन्। एकपटक कसैलाई आफ्नो मानिसकेपछि उनीहरू जस्तोसुकै परिस्थिति आए पनि सजिलै साथ छोड्दैनन्। र चौथो, उनीहरू जो कोहीको अगाडि रुँदैनन्, उनीहरू चाहिँ त्यही व्यक्तिको अगाडि मात्र आँसु झार्छन् जसलाई उनीहरू सबैभन्दा धेरै माया र विश्वास गर्छन्, जसबाट उनीहरूलाई आशा हुन्छ कि म दुखी हुँदा यो मान्छेले मलाई बुझ्नेछ, फकाउनेछ र सम्हाल्नेछ। त्यसैले अर्को पटक कुनै केटीलाई धेरै इमोसनल भन्नुभन्दा पहिले उसको भावनालाई बुझ्ने प्रयास गर्नुहोला, किनकि कहिलेकाहीँ आँसु कमजोरीका कारण होइन, धेरै माया गर्ने र भित्रबाटै धेरै महसुस गर्ने मन भएको कारणले झर्ने गर्छ।